थ्याङ्क यू यो मेरो फोन हो के भयो अरे गाइज यो हाम्रो मम्मीको फोनबाट भ्लग गरेको है नराम्रो आयो भनेको त कराएको कराई यता हाई भन्नु न यता भन्नु न छिटो न Hi. Oh my god. So hi guys. Welcome back to my YouTube channel. New day, new vlog अनि आज चाहिँ म र मम्मी चाहिँ बाहिर जाँदैछौँ आज हिजो हामी चाहिँ हिजो नै पोखरा आइसकेको थियो आज चाहिँ डे 2 हो मैले मम्मीलाई भेटेको अनि कपाल मिलाउनु यसरी यसरी गर्नु न ठिकै छ त त्यो त्यतिकै यस्तो माइक्रो सेडिङ गर्नु हुने रे हाम्रो मम्मीले त्यही भएर चाहिँ मैले मम्मीलाई लिएर जाँदैछु मेरो मम्मीको नेपाल आउनु बित्तिकै फर्स्ट उसले यही थियो कि मलाई यो गर्न लिएर जा भन्ने राख्नु भएको थियो सो गाइस अहिले चाहिँ हामी यहाँनिर आएको वाइफाई चेन्ज गर्न हाम्रो घरको पहिला सुरु यहाँबाट गएर बल्ल हामी चाहिँ पार्लर जाने कुरा भयो किनभने वाइफाईमा पैसा भ्याइ द्याट्स भाइ ओ दिदी के छ दिदी 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 हिजो एकजनाले दिदी बहिनी हो भनेको मम्मी मक्कै छ दिदी ओ दिदी ओ दिदी ओ दिदी हजुर भन्नु न आमा छोरी वाकिङ अहिले चाहिँ त्यहाँनिर चाहिँ त्यो माइक्रो ब्लेडिङ गर्नको लागि टाइम लाग्दो रहेछ त्यही भएर मम्मी र म चाहिँ यसो फोन पसल जाँदैछौँ मेरो फोन एक्सचेन्ज गर्ने भनेको थिएँ मैले पार्लर सिकेको यहाँबाट माथि यो पनि हो यहाँ माथि अनि त्यही भएर हामी चाहिँ जाँदैछौँ फोनको रेट सोध्नको लागि है फोन किन्नुभन्दा त सुन किन्न फाइदा छ अहिलेको जमानामा त्यही पनि अब सुन किन्दिनँ त यसमा फोन यति दुइटै लो एभ्री कुरामा लो हो कि मेरो आमाको आइब्रो मिलाउन आएको तर यहाँ फोन किनेर फर्किन्छु जस्तो लाग्यो है मलाई मेरो आमा चाहिँ फुल अन जोसमा हुनुहुन्छ मलाई फोन किनिदिन्छु भनेर अनि म यहाँ कन्फ्युज भइरहेको छु फोन लिने कि नलिने भनेर यो चाहिँ विथ भ्याट रहेछ यो चाहिँ यो कलरको यसको प्राइस चाहिँ रहेको छ आजको डेटमा 2,32,000 क्या हाल्छु मामु आमा हो के गर्ने कति इजिली भन्नुहुन्छ कि मलाई यस्तो भने डर लाग्छ कि किन न भन्नु लुक्कले छोडिदियो भने किन न जे पनि मम्मीले किन खा त्यो लगा त्यो गर ओ माई गड कुन कलरको लिम अर्को झिक्दिनु न निलो आइफोन बोकेर जस्तो फिल 17 प्रो म्याक्स आइफोन जस्तो भन्दा 17 प्रो म्याक्स जस्तो फिल भएन त ओरेन्ज लिन पर्छ कि है छप्री भइसक्यो यो दाइले त फेरि छप्री भनिदिनु भयो यार त्यसमा भन्नु न गाइजहरू मलाई फोन किन्न लोभ लाग्यो कि के भएको कि मम्मी कुन कलर राम्रो लाग्यो मेरो क्यामेरा दामी छ नि है 13 प्रो बेस्ट हो है गाइज आमाले किनिदिनु भएको ओरिजिनल हो नि बाहिरबाट ल्याएको फोन हो कि यो पनि बाहिरकै हो यो पनि बाहिरकै हो यो कस्तो नराम्रो कलर रहेछ कि ओरेन्ज व्हाइट लिम के यो लिम हजुर एक्स्ट्रा हुन्छ क्या ओरेन्ज एक्स्ट्रा हुन्छ एक्स्ट्रा हुन्छ अरे 2,32,000 चुप्पा ल मलाई दिनु थ्याङ्क यू एकछिन बस्दै गर्नुहोस् रिपेयर गर्ने दाइ बाहिर कस्तो राम्रो सजमा यता हो त्यस्तो हक गर्नु न्यू फोन यता चाहिँ फोन किनेको बापत यहाँनिर गिफ्ट यो चाहिँ चिठा रहेछ गिफ्ट ह्याम्पर मलाई चुज गर्न लाउनु
म चाहिँ उयो व्हाइट कलरको व्हाइट हजुर यो वाला हजुर व्हाइट कलरको लिन्छु खोलौँ अहिले एकछिन यसरी खोलौँ न अहिले कस्टम ए यस्तो छुन पर्यो गरौँगो रहेछ त यो त यो मेरो फोन हो यो चाहिँ खतरा है माई गड तपाईँहरू हाम्रो मम्मीको ड्रेस अब हाम्रो मम्मीको लुगा हेर्नुभयो भने तर्सिनुहुन्छ यस्तो फेसनेबल छ रहेछ अब त्यो सबै म राख्ने हो भिडियो गर्नु हुने रे अनि मैले चाहिँ के भनेको भने भिडियो बनाए बापत डिस्काउन्ट गर्नु पऱ्यो किनभने रिजनै छैन त तर मलाई बोल्नै आउँदैन कि आफ्नो भ्लगमा त जे बोलिदिनु हुन्छ बक्सिङ मेरो 17 Pro Max सबैले गरिदिनुहुन्छ समातिदिनुहुन्छ दुइटै समातिदिनु मैले ट्राइपडै ल्याएन क्या आज थ्याङ्क यू मम्मी यतिको चाहिँ गर्नुपर्छ है फगाउनलाई मेरो भ्लग पनि राम्रोसँग गरिदिनु है भयो यसो पो खोल्छ होला नि हजुर ओ माई गड आइफोन 17 तर पनि खोल्नु पऱ्यो यसो हुन्छ एक्साइटेडमा अब के भने अब होसै हुन्न कि लाज लाग्यो मलाई फोन कि खोल्नु खोलौँ गाइज 1 2 3 एप्पलको लोगो पनि देखाइदिनु न अन गरेर यहाँ हेर्नु मम्मी खोइ यहाँ थम्नेहरू गाइज मलाई हँसो लाग्यो मेरो मलाई खोल्नै मन थिएन तर खोलिहालेँ अब के गर्ने मैले चाहिँ यो कलर लिएको किनभने देख्ने बित्तिकै थाहा भयो 17 Pro Max भनेर 2,32,000 तिरेको के काम होइन तिरेसी देखाउनु पऱ्यो तपाईँहरूले देखायो भन्नु होला तर अभियसली देखाउने त हो अब भएको फोन त्यसरी भन्न खोजेको होइन तर चस्सी भन्यो कि जिन्दगीमा फर्स्ट टाइम चुप्पा गरेर होला मलाई मम्मीलाई मेरो नयाँ फोनबाट भ्लग हजुर त्यो पनि रिसेट हानिदिने आइसक्यो मेरो दाँत चाहिँ पहिले आउँदो रहेछ गाइज यो चाहिँ भइसक्यो अब चाहिँ हाम्रो गिफ्ट अनबक्सिङ मम्मी यस्तो समातिदिनु त यसरी राम्रोसँग भर्खर 19 वर्षको आयो हो र म 20 वर्ष हो है मम्मीले भन्नुभएको थियो कप हो भनेर हट ब्याग रहेछ काम लागेको पिरियड भएको बेला पेट दुखेको बेला तपाईँले कहाँ तल गरिदिनु भयो क्या के गरेन पानीमा यो त चार्जर हो के चाहिरहेको थियो मलाई यही चाहिरहेको थियो हो कि हिजो पेट दुखेर हैरान भएको बेला हिजो आउनुपर्ने मम्मी र म चाहिँ खास गरी आइब्रो माइक्रो सेडिङ गर्न आएको तर वी एन्डेड अप बाइङ न्यू फोन त्यही भएर मैले नागरिकता ल्याएको थिएन अनि यहाँ यस्तो झन्झट भइरहेछ भयो यहाँ झन्झट भइरहेको त्यही भएर नागरिकता ल्याउन पनि अब कता साइन गर्ने यहाँ देब्रे हजुर हजुर देब्रे हात ल चेक भयो मम्मी आत्तेर लास्टै याद दिनुभयो मेरो मम्मी चाहिँ इन्क्लुडिङ नि ठगेर मेरो मम्मीलाई फोन लिएर निस्किसक्यो अब चाहिँ म र मम्मी पार्लर जान लागेको माइक्रो सेडिङ गर्न माइक्रो सेडिङ ब्लेडिङ मलाई थाहा छैन यसको डिफ्रेन्स चाहिँ के हो भनेर सेडिङ ब्लेडिङ भनेको मलाई पनि थाहा छैन अब त्यही गएर सोध्छु म मम्मीको यहाँ कहिलेदेखिको इच्छा पुरा भइरहेको 3 वर्षदेखि भन्नुभयो मलाई त्यो गर्ने भनेर अहिले चाहिँ हामी यहाँ गाउँ चिप्लेटुङ्गा
हाम्रो चाहिँ काम भइसक्यो भर्खरै यत्रो बेर भ्लग गरेको 1 मा भइरहेको रहेछ अनि मुख यत्रो आइरहेको रहेछ भने सो म चाहिँ भर्खरै घर आइसकेँ अनि घर आएर पनि अहिले चाहिँ यहाँ यो स्ट्रबेरी र यो के हो खाँदैछु यसलाई के भन्छ रास्पबेरी भनेको यो होइन यही हो क्या अहिले मेरो मम्मीहरू चाहिँ उता किचनमा हुनुहुन्छ मम्मी ठुलमम्मी म चाहिँ यहाँ फोन चलाउँदैछु हिजो आएको नि त म पोखराबाट ठ्याक्कै हिजो पैसा भइरहेछ अनि हिजो फोन चलाउनु पाएको थिएन आज त्यही भएर आनन्दले फोन चलाउँदै बसिरहेको छु आज होइन बाटोमा यस्तो स्ट्रबेरी खान मन लागेर ठुल्ठुलो स्ट्रबेरी देखेर किनेको तर हेर्नु न यहाँ आन्टीले त काँचो हालिदिनु भएछ हो अनि त्यही हो गाइस अब चाहिँ हामी खाना खान्छौँ आज हाम्रो घरमा खाना होइन फाल्की मकै पाकेछ म तपाईँहरूलाई देखाउँछु ल फाल्की मकै भनेको के हो भनेर अहिले पछि पाकेपछि भ्लग नगरेको यति धेरै टाइम भयो नि त त्यही भएर चाहिँ बोल्न चाहिँ मलाई अप्ठ्यारो हजुर मेरो मम्मीलाई चाहिँ इन्स्टाग्राम खोल्न पर्यो अरे गाइस खै इन्स्टाग्राम खोलेर फेरि लाइभ जाने हो मम्मी मेरो मम्मीले मलाई कति माया गर्नुहुन्छ हेर्नु यहाँ बोतल पनि आफूले मम्मीले आफ्नो बोतल लिएर आइदिनु भयो मेरो मम्मीको वालपेपरभरि मेरो फोटो छ गाइस खै मम्मीको फोन ले यहाँ त आफ्नै रहेछ देखाउँछु भित्र दिन माया गर्नुहुन्छ मेरो मम्मीले मलाई यहाँ हेर्नु खै यस्तो माया गर्नुहुन्छ सबै फोनमा मेरो वालपेपर थियो कि मम्मीको बिहान यस्तो चेक गरेँ बोतल कति माया गरेर उहाँदेखि बोकेर ल्याउनु भयो सो गाइस यो चाहिँ हो फल्की मकै भनेको चाहिँ यति धेरै मकै अनि के को मासु हो खसीको मासु यस्तो मिठो हुन्छ नि गाइस यो जाडोमा चाहिँ खानासाना खाएर हामी चाहिँ अब सुत्न लागेको म चाहिँ मेरो भ्लग यहीँ एन्ड गर्छु किनभने यस्तो ढाड दुखेछ अनि गाइस हिजो राम्रोसँग सुतेर पविल मलाई बिहान उठाइदिनु भयो त्यही भएर अब चाहिँ म टाइममा सुत्छु किनभने मसँग 2टा भ्लग पेन्डिङमा छ त्यो पनि एडिट गर्नु छ त्यही हो थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई गाइस तपाईँहरूले मलाई भ्लग हाल्नु भएन भनेर भनिराख्नु भयो अब चाहिँ हेर्नु होला राम्रोसी गुड नाइट पिस आउट